अनि हर्क दाजु श्रमदानमा त मासु चिउरा खायो भनेर पुरै हल्ला छ त नखाइदिनु न। मासु चिउरै खानु भनेर तपाईँको सशर्त आउने नि त छ यो। ए शीर्षक तोकेरै पो आउँछ। शीर्षक तोकेर आउने जस्तै राँगा किनेर खानु त्यसरी पो आउँछ। यो किनेर खानु लु हेर अचम्मै पो रहेछ त नि। अनि त्यो खाएन भनेदेखि तपाईँको रिसाउँदैन नि जस्तै तपाईँलाई होइन है तपाईँले मासु भात खानु भनेर कसैले पैसा दियो भने तपाईँले मासु भातै खानुपर्छ। त्यो त पर्छ ठ्याक्कै तपाईँको र मेरो केस चाहिँ सेम रहेछ बुझ्नुभयो। मलाई पनि यहाँ घरमा बुढीले चाहिँ दाल भात खा भनिसकेपछि दाल भातै खानुपर्छ। दालमोट चिउरा खान्छु भन्दा हुँदैन, चिउरा मात्रै खान्छु भन्दा नि हुँदैन। म चिउरा खान्छु अनि अलिकति पैसा राख्छु भने हुँदैन। अर्कोचोटिदेखि तपाईँले मान्दैन। अरू केही गर्न पाइएन है त्यो पैसाले। मासु भातै खाएर देखाउनु पर्यो होइन। मासु भात खाने पैसाले म चाहिँ सर्ट प्यान्ट किन्छु भन्नु हुँदैन। मासु भातै खाएर देखाउनु पर्छ, मिडिया गरेर देखाउनु पर्छ क्या। हाम्रो त्यस्तो हुन्छ। लु लु ठ्याक्कै सेम केस तपाईँको र मेरो बुझ्नुभयो। हाम्रो चाहिँ त्यो मिडिया चाहिँ गर्नु पर्दैन होइन। त्यो दाल भात खाइसकेपछि त्यो भाँडा चाहिँ टल्काएर ऐना हेर्ने जस्तो बनाउनु पर्छ क्या। अनि अरू केही आएको छ फेरि तपाईँको चाहिँ भेज खाने अब त्यो उसलाई अलिकति अफेन्सिभ पनि हुँदो रहेछ यस्तो ल्याङ्ग्वेज होइन। कतिले मलाई सल्लाह पनि दिनुभएको थियो। भेजलाई त अलि लास्टै अप्ठ्यारो नै हुन्छ कि अलि के भन्नु है, अलि धेरै नै अप्ठ्यारो हुन्छ। हामी जस्तोले पायो भने चाहिँ यहाँदेखि ताटेर चाहिँ लुडाइहालिन्छ होइन। दार्चुलातिरको केही घटना छ? अब दार्चुलामा च्याङ्रा खानु भनेर पैसा हुन्छ, च्याङ्रा किनेर खानु। लौ फ्यान पनि लास्टै विचित्रकै हुँदो रहेछन् क्या, अचम्मकै है। फल्ना हङकङमा कार्यरत यहाँ निवासी नेपालको यो घर भएको मान्छे हङकङमा चाहिँ नि कार्यरत हाडी मुलुकका साथीहरूले पनि पैसा उठाएर यो मान्छेहरूले यति सहयोग गरेको एउटा च्याङ्रा खानु। अनि च्याङ्रा नखाइ भयो त खा भनेपछि त मजाले खाने नि हौ, यसरी लुडाइ लुडाइ खाने हो नि। अनि त्यत्रो मरि काम गरेको चाहिँ ढुङ्गा बोकेको चाहिँ तिनीहरूले देखेका छन् त होइन। अनि त्यसपछि त्यहाँबाट च्याङ्रा नभेटिकन छुवाचे चाहिँ खाएको नि छुवाचे। फेरि च्याङ्रा खाएन भने रिसाइहाल्छ। ए त्यसो गरिस् तिमीहरूले भनेर। तरिका लास्टै कडा रहेछन् है, मेरो बुढी भन्दा नि लास्टै कडा। गाह्रो छ है तपाईँलाई नि? गाह्रो छ क्या यहाँ त। अनि दाजु तपाईँको लाइसेन्स त रिन्यू गरेको छैन भन्दैछन् त, पुरा विरोध गर्दैछन् त। लाइसेन्सको बारेमा मेरो अलिकति फरक धारणा छ। लाइसेन्स भनेको सर्टिफिकेट हो, त्यो सर्टिफिकेटलाई रिन्यू गरिरहनुपर्छ र। एकदम सही हो तपाईँले भनेको कुरो। मैले चाहिँ फोक्कडमा रिन्यू गरेको छु त त्यत्रो पैसा खर्च गरेर। अनि पुलिसले चाहिँ फाइन काट्छ त फेरि। सुन्नु न त्यो सबै गलत कुराहरू छ। कुरा बुझ्नुभयो नि। लाइसेन्स भनेको तपाईँको सर्टिफिकेट हो। तपाईँ अब विभिन्न लेभलमा तपाईँ पढ्दै जानुहुन्छ, त्यो सर्टिफिकेटलाई तपाईँले फेरि रिन्यू गरिरहनुपर्छ। पर्दैन एकदम ठिक कुरा गर्नुभयो तपाईँले। तपाईँ प्रधानमन्त्री भइदिएको भए त हामीलाई धेरै फाइदा हुने रहेछ नि। बिलबुक पनि रिन्यू गर्न नपरे हुन्थ्यो। यो कुरा चाहिँ संसदमा उठाउनु त त्यहाँ गएर। कुरा उठाउँछु म यो विषयमा होइन, यो विषयमा म कुरा उठाउँछु, जुरुक्कै उठाउनु है यो कुरा चाहिँ। अनि त्यो बजेटको किताबमा त सबै त्यो जोड घटाउ चाहिँ पुरै गल्ती थियो रे। यो बजेट किताबमा सबै जोड घटाउ गरेर हेरेको सबै गल्ती रहेछ। 2 मा 2 जोड्दाखेरि 8 हुन्छहरू पो रहेछ त्यहाँ त। सोडी मुवागले जस्तो त्यत्रो विद्वान पढे लेखेको अर्थमन्त्रीले यस्तो चाहिँ गरेनन् होला है, 2 मा 2 जोड्दा 8 हुन्छ भनेर। अनि संसदको रोस्टममै कुरा उठाउनु पर्थ्यो नि त। सदनको रोस्टममा चाहिँ त्यसरी बोल्न मिल्दैन, नत्र त्यहाँ पनि बोलिन्छ साह्रै भएन भन्दा। अच्छा के गरेको थियो? त्यत्रो बजेटमा लेखेको त्यत्रो सानो गल्ती पनि पत्ता लगाउने मान्छे हुनुहुँदो रहेछ नि तपाईँ। त्यो चाहिँ मैले एकदम स्वीकारेँ है। स्वीकार्नु भयो कि भएन भन्नु त गल्ती। त्यो गल्ती पत्ता लगाइदिने मान्छे पो त अर्को सामान त। धन्न तपाईँ हुनुहुन्छ र मात्रै। म छुइनँ भने गल्ती पत्ता लाग्थ्यो। के को लाग्नु, धन्न तपाईँ हुनुहुन्छ र मात्रै हो। लट्टै पास गरिदिन्थे नि। अनि रक्षा मन्त्रालयको किताबै आएको थिएन रे। छलफल सकिसक्यो, रक्षा मन्त्रालयको किताबै आउँदैन बजेटको। कसैले पनि वास्तै नगर्ने रहेछन्। कसैले वास्ता नगर्दो रहेछ। फेरि त्यहाँ हामी अब लाइक कतिजना छौँ, लाइक अब समानुपातिक र प्रत्यक्ष गरेर 275 जना। 2 जना घटाउँदाखेरि 273 जना मान्छे छौँ। 272 जनाले चाहिँ वास्तै गर्दैन रहेछ क्या। अनि त्यो 275 जनामा 3-4 जना मान्छे त तपाईँका पार्टीका नि होला नि है जितेका। अरू त ती सबै हावातालमा जितेका। त्यस्तो गल्ती पक्रिनु हुँदो रहेछ नि तपाईँ है। त्यस्तो गल्ती पक्रिने मान्छे पो त हर्क साम्पाङ त हो। यो कुरा चाहिँ मैले माने है, हर्क साम्पाङ नभए त खत्तम हुने रहेछ नि। त्यहाँ म छुइनँ भने अरूले पक्रिँदैन रहेछ त, देखियो त होइन र। अनि अरूले त तपाईँले जसरी त्यो बजेट बुझेको पनि हुनु पर्यो नि त। अनि हो त्यो पक्रिँदा चाहिँ विरोध गर्यो भन्छ। किन विरोध गर्नु? मैले त मेरो काम गरेँ। अब त्यही त तपाईँले त बोल्नै हुँदैन नि, बिगाइट गाल्यो भनिहाल्छन्। 2 मा 2 जोड्दा 8 हुनेले सरकार चलाउँछन् त। तपाईँले त जे गरे नि विरोधै गर्ने नि। म त मरिगए नि पत्याउँदिनँ।
कति हाँस्नु